हेलो नमस्ते। आज म तपाईहरुलाई चाहिँ चस्मा कसरी बनाउने पावर कसरी फिटिङ गर्ने भन्ने कुरा चाहिँ म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। यो चाहिँ बिर्तामोड आई हस्पिटलको पूर्जा छ। यहाँ चाहिँ 275 प्लेनो बाई 275 छ रिडिङको लागि। म यो चस्मा कसरी बनाउने भन्ने तपाईहरुलाई जानकारी दिँदैछु। यो सिसा हो, यो चाहिँ प्लेनो बाई 275 त्यो लेखे अनुसारको सिसा हो। यहाँ लेखेको हुन्छ त्यो चाहिँ 275 भनेर। अब यसमा यो चाहिँ पावर ठिक छ कि छैन भनेर हामी यो चेक गर्छौं। यो मेसिन कम्प्युटरमा चेक गर्छौं। दाइ यहाँ देखाउनु। हामी यहाँ ओहो मेसिन के भयो? ल यहाँ राखेर हामी चेक गर्छौं ठिक छ कि छैन भनेर। यो एकदम 275 ठिक छ, राइट छ। अब हामी यो बन्द गर्छौं मेसिन र यसलाई अब हामी यसमा फिटिङ गर्दै छौं। कसरी फिटिङ गर्ने भन्ने कुरा म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। यसको टक्क यो निकाल्ने, यो डेमो छ, यो निकाल्ने, यो निकालेर यो टक्क तपाईहरुले प्वाइन्ट एकदम लेभल बनाउनु पर्ने हुन्छ। यो ठ्याक्क मिलाएर यसलाई मार्क गरेर, यसको मार्क गरेर तपाईहरुले मार्क गर्न सक्नुहुन्छ। र अर्कोको पनि यसरी नै मार्क गरेर मार्क गर्ने। अनि यसको यो भाग चाहिँ जुन हेर्ने भाग छ यो चाहिँ बराबर छ कि छैन भनेर हामीले चेक गर्छौं। एकदमै बराबर छ, यो हामीले ठ्याक्कै बराबर छ। र यसलाई अब हामी यो अनुसारको चस्मा बनाउँदै छौं। यसलाई अब हामी कटिङ गर्छौं। हामी यसको कटर मेसिन हुन्छ यसमा। यहाँ यो कटर मेसिनमा हामी टक्क कटिङ गर्छौं। यसलाई हामी यो साइजमा ल्याउँछौं, त्यो फ्रेम अनुसारको साइजमा ल्याउँछौं। हामीले त्यो फ्रेम अनुसारको साइज गर्यौं। अब यसलाई हामी फिनिशिङ गर्छौं। यो फ्रेममा राखेर फ्रेममा यसलाई टक्क यहाँ हामी यो ठुलो मेसिनमा हामी टक्क भोटेर साइज गरेर यसको यहाँ धार निकाल्नु पर्ने हुन्छ। यसको यहाँ लक हुन्छ, यो लक लाएर टक्कै गरेपछि यो यहाँ पर्छ। एउटा रेडी भइसक्यो। अब अर्को छ। बनाउने यो चाहिँ झर्नु भएन, यो बनाउँदाखेरि झर्नु भएन, एकदम राम्रो फिटिङ हुनु पर्यो।